दिएपछि आज मन्डे भनेर चाहिँ म मन्डे चाहिँ पक्का जाने सोचेको थिएँ। फेरि फेसबुकमा हेरेर स्याटरडे नै लास्ट छ। होस् अब म लास्ट डे सोचिहालेँ अझै भनेर गइदिएको गएको। खतरा केफ छ यहाँ चाहिँ होइन। म चाहिँ अब केफभित्र पस्दिएको पर चाहिँ कस्तुरबा गान्धी स्कुल र हामी चाहिँ यहाँ पारिदेखि आएको। यो लेखेको रहेछ पढ्न सक्नुहुन्छ तपाईँहरूले। यु क्यान टेक स्क्रिनसट अल्सो। निकै सानो रहेछ, स्टोनहरू मजाले राखेको रहेछ। त्यो केफ जस्तो केही छ यहाँ चाहिँ। भित्र यहाँ चाहिँ एकदम फोटो सेसन हुँदैछ हाम्रो आमा र यहाँ चाहिँ थुक्पा खाएको दिदी र कति कुरा कतिवटा मिस्टेक भयो होला। हेलो गुड मर्निङ टु माई ब्युटिफुल पिपल। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा है। र तपाईँहरूले अगाडिको भ्लगमा एकदम माया देखाइदिनु भयो, त्यही कारण यस्तो भ्लग बनाउनु मलाई इन्ट्रेस्ट भयो होइन। र आज फेरि नयाँ भ्लग लिएर आउँदैछ। आजको भ्लग चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ है। र आज कहाँ गएको भन्दा चाहिँ हामी चाहिँ फामरुङमा लेप्चा कम्युनिटीबाट उहाँ चाहिँ थिगु मेन्सुलुङ राजा बस्नु भएको यस्तो के भन्नुहुन्छ। अस्ति भर्खर प्रोग्राम पनि भएको थियो सेलिब्रेसन, र म चाहिँ जान पाइनँ किनभने त्यो दिन चाहिँ यहाँ बुमकर घुमाउने के भएको थियो नि त। अन्त डिसिसन चेन्ज गरेर यता माथि गइहाल्यो डुब्डी र भाकल राखिसकेको थिएँ। राखिहालेँ जान्छु भनेर आमाले पनि जाने भन्नुहुँदै थियो नि त। र आमा र म जाँदैछ। यहाँ अगाडिदेखि दिदी पनि आउनुहुन्छ होला है। आमा चाहिँ हाम्रो आमा जानुहुँदैछ, यता चाहिँ दिदी हुनुहुन्छ। कुकुर पनि हाम्रो साथी आएको छ आज। आमा कहाँ गएको अरे तपाईँ चाहिँ आज? किन किन अस्ति चाहिँ किन नजा? लास्ट डे चाहिँ आज होला भनेर सोचेर चाहिँ जान्छु भनिहालेँ। पूजा कि सेलिब्रेसनको? स्याटरडे नै सकेको थियो रहेछ। अन्त जान्छु सोचेको थिएँ आज लास्ट डे भनेर। अन्त आज भए नि गएको नि। अब यसो भगवान्को दर्शन गर्नु ल भनेपछि आमाले कुनजनीको पाप गरेको तिर दर्शन गर्न गएको? पाप गर्नु ल्याउँछ। अस्ति चाहिँ किन नजानु भएको अन्त? अस्ति त्यही त अन्त त्यो दिन चाहिँ मलाई थाहा भएन। लास्ट डे चाहिँ आज मन्डे भनेर चाहिँ म मन्डे चाहिँ पक्का जाने सोचेको थिएँ। फेरि फेसबुकमा हेरेर स्याटरडे नै लास्ट छ। होस् अब म लास्ट डे सोचिहालेँ अझै भनेर गइदिएको गएको। आज तपाईँको व्रत नि होइन त्यही माथि? मन्डे फास्टिङ पनि हो। हाम्रो आमा चाहिँ शिवजीको भक्त हो हाम्रो आमा। त्यो भएर चाहिँ शिवजीको भक्त होइन तपाईँ? सेलिब्रेसन पनि सकिएछ र पनि आज रलपलमा पूजा गर्न गएको म चाहिँ छोराले र साथी। के भित्र म पस्छु अब? यो समात्नु नि, समात्नु नि। के हुँदैन उतैपट्टि निस्किन्छ। के हुँदैन हेर्नु। अब यहाँतिर बत्तल चाहिँ तर पुरा फ्यालेको रहेछ है। खतरा केफ छ यहाँ चाहिँ होइन। म चाहिँ अब केफभित्र पस्दिएको। के बेसी बोतल फ्यालेको आम्मामा। त्यहाँदेखि मुनि दुलोहरू पनि रहेछ होइन। यो दुलोमा छिरिहाल्छ साँच्चै नै सकिन्छ। यहीँ पल्लोटी निस्किन्छ तर यदि सानो भयो भने केफे हो यो, हल्का सानोतिनो। यहाँ चाहिँ एक्जिट पोइन्ट चाहिँ पल्लोपट्टि निस्किन्छ। र यहाँ चाहिँ जङ्गल घारी रहेछ नि त। अब कसरी जानुपर्ने आमा? खतरा तपाईँ जाँदा पहिला खतरा हिँड्ने मान्छे भन्नुभएको होइन? यहाँ हेर्नुहोस् एउटा दुलो गाडी आउँदैछ। अहिले चाहिँ फामरुङ फल्स आइपुग्यो हामी। पानी सानो भइरहेको छ फामरुङ फल्सको। फामरुङको छेउमा चाहिँ एउटा मजाको केफ खोल्नु भएको रहेछ है, वेस्ट इन्ड केफ अरे। तपाईँहरू कोही आउनु हुँदैछ भने चाहिँ यता निस्किनुहोस् होला। मजाको केफ बनाउनु भएको रहेछ। हल्का रेस्ट गर्ने। फामरुङकै अपोजिट फामरुङ क्रस भएर यता लबिङ जानेपट्टि। घरदेखि सर्दुङ लुङजिकबाट चाहिँ हिँडेर चाहिँ साथीहरूसँग टक्कै उत्तरे सताबाट चाहिँ वर्षे गयो, फोटो खिच्यो, खाजा खायो, त्यहाँबाट फर्केर फेरि त्यो यता हेरेर भन्नु नि। सिरिनाकीबाट चाहिँ ओह्रालो झरेर घर आउँथेँ। अन्त अहिले त किन हिँड्नु साह्रो परेको? अहिले बुढी भएको नि तपाईँ अब? हो त हो छ नि। अब बुढी भएको हाम्रो आमा। त्यही कारण छोरा नि यस्तो खतरा भएको, आमा यस्तो खतरा थियो र। घाममा चाहिँ झन् साह्रो घरदेखि आएर हिँडेर आएर चाहिँ सुन्नु कथा। नेधाम लिसिङखाङमा बास बस्यो, 4 बजी आइपुग्यो।
बास बसेर बिहान 5 बजीदेखि फेरि नेधाम मन्दिरमाथि गएको बाटोमा त्यतिखेर त अलिक उमेर सानो गरेर पूजा गर्ने बेला त म त कहिले झोला बोकेर खाजा पो खाउँ निकालेर जस्तै भयो पूजा त हो झन्डै लग्यो त्यही कारण म यस्तो खतरा भएको रहेछु है होला हो नि सानो उकालो छैन रहेछ थाकेर हत्तु पाएँ बल्ल तल डाँडा आइपुगिसक्यो पर चाहिँ कस्तुरबा गान्धी स्कुल र हामी चाहिँ यहाँ पारिदेखि आएको यो डाँडाको पनि उतापट्टि हो यत्रो हिँडेर आएको थाकेर हत्तु मजाको गाउँ रहेछ यहाँ सानो मजा आउँदैछ होला नि आमाहरूलाई आमा मजा आउँदैछ र वी आर फाइनली एट आवर डेस्टिनेसन हेर्नु सक्नुहुन्छ दामी थाकेर हत्तु भयो अन्त बाटो एकदम दामी भएको रहेछ यहाँतिर पनि है पहिला त कस्तो अप्ठ्यारो थियो ब्रिज पनि बनिदिएको एट द होली केफ एबभ फामरुङ वाटरफल्स वेस्ट सिक्किम मजाको बनाउनु भएको रहेछ यहाँ पहिला त्यस्तो थिएन नि पुरा डेलिकेट थियो यु क्यान सी यहाँदेखि तल लरी गयो भने चाहिँ डर लाग्यो माइलट आइपुग्यो हिजो प्रोग्राम भएको थियो यहाँ मजाको हिजो अरे अस्तिको दिन त्यो दिन चाहिँ आउनु भएन आज आइहालेँ पहिला एकखेप पनि आएको आउनु चाहिँ अन्त मजाको बनाएको छ ठाउँ थिकिङ मेन्सुलुङ र यही ठाउँकै नाममा अहिले युक्सम स्कुलको नाम पनि चेन्ज भएर थिकिङ मेन्सुलुङ सिनियर सेकेन्ड्री स्कुल भएको छ है ल त्यो चाहिँ लेप्चा कम्युनिटीको एकदम मानेको मान्छे उहाँको स्थान भनेर चिन्छ है थिकिङ मेन्सुलुङको यही हो हत्तु भयो जसले चाहिँ लेप्चा स्क्रिप्टले क्रिएट गर्नुभएको यहाँ लेखेको रहेछ पढ्न सक्नुहुन्छ तपाईँहरूले यु क्यान टेक स्क्रिनसट अल्सो मजाको यता एउटा केफ पनि रहेछ है सानो निकै चेन्ज भइसकेको रहेछ यो ठाउँ 2 वर्षमा यस्तो ढुङ्गा क्या मजाको अर्कै खालके अनि एउटा केफ पनि रहेछ है सानो उतापट्टि एक्जिट देख्दैछ छिर्न चाहिँ सकिँदैन रहेछ निकै सानो रहेछ स्टोनहरू मजाले राखेको रहेछ दियोहरू र आमाहरू पनि यहाँ आइपुग्नु भयो भर्खर मजा आउँदैछ अब के गर्नु नि यो माथि जाउँ अहिले चाहिँ उकालो जाँदैछ आमा हुनुहुन्छ जुत्ता सुत्ता खोलेर खाली खुट्टै मलाई पनि खुट्टा घोचेर मन आँटेँ आइपुग्यौँ हामी चाहिँ हुन्छ ढोक्नु भएको अरे बिहान बाल्नु भएको ल अन्त नयाँ राख्नु भइसक्यो पहिला त यो मात्रै थियो नि सानो यो चाहिँ होइन बिहानै आएर कसैले दियोहरू बालिदिनु भएको रहेछ आमाहरूले पनि दियोहरू रेडी गर्नु हुँदैछ आमा चाहिँ अलिक कालो जाँदैछु खाली खुट्टै छु हो माथि नि के बाटो रहेछ है आयो खुट्टा घोचेर मन आँट्यो तर यहाँ पनि कहीँ न कहीँ त पुग्छ होला वे टु होली वाटर अरे यहाँदेखि कहाँ पुग्छ होला एन्ड यता चाहिँ के लेखेको छ टोब्याको प्लान्टेड बाइ थिकिङ मेन्सुलुङ यो होला है आई गेस यो जस्तो लाग्यो यो माथि रहेछ
यहाँदेखि उकालो जाने बाटोहरू छ है। उकालो जान्छु म अब। खुट्टा चाहिँ चप्पल छ कि ल्याउनु पर्ने थियो रहेछ नि, अप्ठ्यारो रहेछ बाटो। के जस्तो के छ यहाँ चाहिँ। वाउ नाइस, मेडिटेसन गर्ने खालको ठाउँ रहेछ मजाको। ऊ तलदेखि आएको म चाहिँ अझ यहाँदेखि उतै जाने बाटो रहेछ। यु क्यान सी यहाँ माथि कहाँ पुग्छ होला यहाँदेखि चाहिँ म जाँदैछु है। निकै ठाउँ रहेछ नि माथि माथि जाने। बेसी उकालो नजाउला डर। यहाँ माथि पनि ठुलो ढुङ्गा रहेछ चट्टान जस्तो, माथि रहेछ। जानु त पर्ने तर खाली खुट्टै छु हो, चप्पल लाइकन आउँछु अब। अघि चाहिँ म यहाँदेखि उकालो गएको थिएँ, यो तपाईँको लगेको बोटदेखि। अब यता जान्छु। यहाँ चाहिँ वे टु होली वाटर लेखिरहेछ होइन, चिप्ले यति रहेछ है। मजाको रहेछ। यो चाहिँ होला होली वाटर भनेको ठाउँ चाहिँ। यहाँ पर बोल थाप्नु भएको रहेछ, त्यो बोलमा चाहिँ पानी आउँदैछ है। यो चाहिँ फेरि अर्कोपट्टि त्यो छुट्टिएको जग्गादेखि यस्तो अर्कै खालको ढुङ्गाहरू रहेछ है। यसरी छेरहरू परेको ढुङ्गामै पैसाहरू पनि चढाइरहेको रहेछ। त्यति नै होला यहाँदेखि त माथि जाने त साह्रै। यो रुखको जरा यहाँ डरलाग्दो आइरहेको भित्र। र गाइस अब चाहिँ हामी फर्केको है यो ठाउँदेखि। आयो घुम्यो, आमाहरू पनि आउनुहुँदैछ पछाडि र मजा आयो। यहाँ चाहिँ निकै चेन्ज भइसकेछ, आउनुहुँदैछ पछाडि। म यहाँ माथि हो छतहरू र म चाहिँ अगाडि कुद्दै गएको है। पुरा भोक लागिसक्यो मलाई चाहिँ। अब रोड यहाँ तल देख्न सक्नुहुन्छ। धेरै गाइस रोड आइपुग्यो, हत्तु भयो हत्तु। अघि चाहिँ यो बाटो उकालो गएको होइन हामी, यहाँदेखि उपर डाँडा गएर चाहिँ सिधै उकालो माथि निस्केर त्यहाँदेखि तेर्छ। हत्तु भयो। एकछिन बस्छु यहीँ रोडमै भएन, गाडी पाएको छैन। अब भयो भने चाहिँ गाडीमै जान्छु। फर्किँदा चाहिँ थाकेर मर्न आँटेँ म चाहिँ। आमा त यहाँ रिल्याक्स पारामा आउनु हुँदैछ मजाले गफ गर्दै। यहाँ चाहिँ एकदम फोटो सेसन हुँदैछ हाम्रो आमा। मजाको रहेछ फामरुङ छेउमा, दिदी पनि हुनुहुन्छ। र यो भिडियोमा चाहिँ मैले ब्याकग्राउन्ड म्युजिक हटाइदिएको छु है, किनभने यहाँभित्र कारोके अन थियो है। अन्त के कपिराइटहरू लाग्छ होला भनेर भिडियो यो म्युजिकलाई चाहिँ अफ गरिदिएको छु। हेर्न सक्नुहुन्छ एकदम दामी रहेछ, आएर इन्जोय गर्न सक्नुहुन्छ तपाईँहरू है। मजाको रिल्याक्स खालके, बाहिर पनि मजाले बस्ने ठाउँ बनाइदिनु भएको रहेछ। आमाले चाहिँ मजाले हेर्नु हुँदै थियो है। र यहाँ चाहिँ थुक्पा खाएको दिदी र म। आमाको चाहिँ व्रत, आमाले चाहिँ के खानु हुँदैन अरे। नखाने आमा के पनि
चिया खाँदैछु। चिया मात्रै खानु नि ब्युटिफुल भ्यू भित्र नबस्ने अरे आमा चाहिँ बाहिरै इन्जोय गर्ने अरे बाहिरै तपाईँलाई मजा यो चाहिँ के हो यो के भयो लौका होइन मकै मजाको है तपाईँ खाजा खाने बित्तिकै गाडी पनि पायो खतरा गाडी पाएको झन्डै झऱ्यो आमाहरू चाहिँ तल हुनुहुन्छ खतरा गाडी पाए खतरा र अहिले चाहिँ हामी आइपुग्यो यहाँ तलसम्म भए पनि दाजुले बिचारा ल्याइदिनु भयो है अब यहाँदेखि त घर त्यहीँ छेउमा हाम्रो एरिया एमएलए सर ओइ घाँसमा गएको यस है वेलकम टु माई युट्युब च्यानल हेलो र बल्ल घर आइपुगिसकेँ म घर आएर भर्खर रेस्ट गरेर ब्रेडर खाँदै बसिरहेछु आमा माथि हुनुहुन्छ र के कसो भयो कमेन्ट गर्न नबिर्सिदिनु होला लाइक गरिदिनुहोस् मन पर्यो भने भिडियो सेयर गरिदिनुहोस् है यस्तै राम्रो इन्ट्रेस्टिङ भ्लगहरू अब आइबस्छ मेरो च्यानलमा है नयाँ नयाँ ठाउँहरू एक्सप्लोर गर्छु कतिजनालाई कति कुराहरू मन परेन होला है कतिजनालाई के म बिचमा नराम्रो नि बोल्न सकेको हुन्छु त्यस्तो केही छ भने मनमा नराखिदिनुहोस् त्यस्तो कुराहरू है स्टे पोजिटिभ भन्छु के भन्नु त होइन अरू मनमा चाहिँ नलिनु होइन जति सक्दो अब त्यो मेरो भावना मेरो मनबाट भनेको होइन कतिवटा मिस्टेक भयो होला सरी भन्न चाहन्छु कसैलाई मन दुख्छ भने र सब्सक्राइब बेल आइकन थिच्न नबिर्सिनु होला यस्तै इन्ट्रेस्टिङ भ्लगहरू आउँछ अहिलेसम्म लास्टसम्म हेरिदिनु भएकोलाई चाहिँ एकदम धन्यवाद तपाईँहरूलाई चाहिँ होइन कसले लास्टसम्म हेरिदिनु भयो प्लिज कमेन्टमा एक्सप्लोर केभ भनेर कमेन्ट गरिदिनु है म बुझिहाल्छु त्यो मान्छेले चाहिँ लास्टसम्म हेरेको छ भनेर होइन सो स्टे ट्युन सब्सक्राइब गरिदिनुहोस् बाई सी यु अगेन नेक्स्ट भिडियो